कस्तो सम्पूर्णमा यसो आज असार 15 गते स्मार्ट एकाडेमीको ग्रान्ड मक टेस्ट भइरहेको छ। स्मार्ट एकाडेमीद्वारा सञ्चालित यो एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टरमा एज अ बीएससी नर्सिङ स्टुडेन्ट मक टेस्ट दिन आएको छु। पर्सि हुन गइरहेको लाइसेन्सको लागि चाहिँ डिजिटल मक टेस्ट हो। यहाँ सबैजनाले एउटा सपना बोक्नु भएको छ जुन चाहिँ स्मार्ट एकाडेमीले आज साकार बनाउनेछ। अब नर्सिङ लाइसेन्सको चाहिँ पेपर बेस भन्दा पनि अब कम्प्युटर बेस एक्जाम हुने भएर चाहिँ हामीले यो कम्प्युटर बेसको प्र्याक्टिस एक्जाम गराइरहेको हो। अहिले यो सीबीटी मक टेस्ट दिएपछि उहाँहरूलाई पक्कै पनि यो अब 17 गते र 18 गते हुन गइरहेको एक्जामिनेसन दिन चाहिँ एकदमै सजिलो हुन्छ। मैले चाहिँ आफू सकेसम्म चाहिँ प्रिपेयर चाहिँ गरेको छु। त्यसो भए स्मार्टमा नर्सिङ लाइसेन्स पढ्न वर्थ इट छ। सबैजनाले टिकटक चेक गर्नु, इन्स्टाग्राम चेक गर्नु होला, फलो गर्न नबिर्सिनु होला। स्टोरी पनि हालिसकेको छौँ, प्लिज बी अपडेटेड। भर्खरै मात्र एक्जाम सकिसकेको छ। अब हाम्रो स्टुडेन्टहरूलाई सोधौँ है कस्तो गर्नुभयो त उहाँहरूले एक्जाम भनेर। राम्रो थियो, इजी थियो, राम्रै थियो, पढाइ सबै थियो। कस्तो भयो तपाईँको? राम्रै भयो, सजिलो नै आएको थियो। अब कस्तो आउँछ रिजल्टमा थाहा हुन्छ। रजिस्टर्ड नर्स भएपछि चाहिँ तपाईँ के गर्ने चाहना छ? म चाहिँ अहिले हालसालमा चाहिँ नेपालमै उयो गर्छु, काम गर्ने ट्राई गर्छु अनि आइल्स गर्ने सोच छ। अब खै थाहा छैन, अब हेरौँ टाइटल्स अनि प्लान्स भनेर त। सो फाइनल्ली हाम्रो यो ग्रान्ड सीबीटी मक टेस्ट चाहिँ आजको लागि इन भइसकेको छ। सक्सेसफुल्ली हामीले यो इन गरिसकेको छौँ। धेरै विद्यार्थीहरूबाट चाहिँ हामीले पोजिटिभ फिडब्याक पनि पाएको छौँ। स्मार्ट एकाडेमीलाई फलो गर्नु भएको छ? गरे। साथै तपाईँहरूले यदि असारको एक्जामिनेसन केही कारणवश दिन सक्नु भएन अथवा तपाईँहरूले चाहिँ यो एक्जामिनेसन चाहिँ राम्रो गर्नु भएन भने पनि तपाईँहरू आत्तिनु नै पर्दैन, किनभने हामीले कार्तिकको लागि पनि सेसन स्टार्ट गरिसकेको छौँ। तपाईँहरूले अब असारको 20 गतेदेखि न्यू सेसन पाउन सक्नुहुन्छ, तपाईँहरूले जोइन गर्न सक्नुहुन्छ। सो रजिस्टर्ड नर्सको सपना पुरा गर्नु छ भने स्मार्ट एकाडेमीलाई भिजिट गर्नु होला। स्मार्ट एकाडेमी नयाँ ब्रान्चको काठमाडौँमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। धन्यवाद।